साथीहरु नमस्ते। सन्चो सुविस्ते हुनुहुन्छ? आज पनि म तपाईहरु समक्ष एउटा सानो भिडियो लिएर आएको छु। भिडियो लामो हुन सक्छ, सुरुमै भन्दैछु। एकदम विचारणीय कुरा छ, गम्भीर कुरा छ, राम्रो कुरा छ। म तपाईहरुसँग अस्ति नै शेयर गरौँला भन्दै थिएँ, भ्याएको थिइनँ। म यो कुरा तपाईहरुलाई राख्छु। कस्तो लाग्छ तपाईहरु भनिदिनु होला। अहिले चुनावी माहौल छ। बजारमा दमकको भ्यू टावर खुब बिकेको छ र त्यस्ता टावर नदेखाइएका र नदेखिएका मात्र हुन्, देशैभरि बनेका छन्। अब अलिकति त्यो दमकको भ्यू टावरको चर्चा गरौँ। दमकको भ्यू टावर जुन छ त्यसलाई बिजनेस कम्प्लेक्स भनेर एमालेका साथीहरू भन्ने गर्छन्। म त्यसलाई बिजनेस कम्प्लेक्स मान्न तयार छैन। किन तयार छैन भनेदेखि त्यो दमकको भ्यू टावर मुख्य बजारदेखि करिब 7 किलोमिटर टाढा छ। त्यो खेतको बीचमा छ, त्यो गाउँको बीचमा छ। त्यहाँ खासै कुनै घर पनि छैनन्। ओरतिर परतिर पातला घर छन्, एकदम पातलो बस्ती छ। त्यो पुग्नुभएका साथीहरू देख्न सक्नुहुन्छ। के दमकको आवश्यकता त्यो हो? दमकमा भ्यू टावरै चाहिने हो विकासका लागि? अर्थात् के त्यो भ्यू टावरलाई नै विकास भनिने हो त? ठीक छ। यदि त्यही भ्यू टावर दमक चोकमा, दमक बजारमा, बजार क्षेत्रमा बनेको थियो भने र त्यसलाई बिजनेस कम्प्लेक्स बनाइएको थियो भने, त्यसलाई प्रयोगमा ल्याइएको हुन सक्थ्यो भने त्यसलाई मान्न सकिन्थ्यो। त्यो ठीक थियो। त्यहाँ बिजनेस चल्थ्यो, व्यापार चल्थ्यो, नगरको आम्दानी हुन्थ्यो, देशको आम्दानी हुन्थ्यो, मान्छेले रोजगारी प्राप्त गर्थे। त्यो सकारात्मक हुन्थ्यो, त्यसलाई ठीक मानिन्थ्यो, त्यसलाई दूरदर्शिता मानिन्थ्यो, त्यसलाई विकास मानिन्थ्यो, त्यसलाई योजना मानिन्थ्यो, सफल कार्यक्रम मानिन्थ्यो। तर अब तपाईँ आफै भन्नुहोस् त, कसैले विकासका नाममा राष्ट्रको खरबौं बजेटलाई लगेर खेतको बीचमा 30-40 तले बिल्डिङ ठड्याउँछ र त्यसलाई विकास भन्छ भने त्यसलाई हामी के दूरदर्शिता भन्ने, त्यसलाई विकास भन्ने, त्यसलाई योजना भन्ने, त्यसलाई कार्यक्रम भन्ने तरिका हो? मानौँ ल त्यहाँ बिजनेस कम्प्लेक्स खुलो अरे, बजारको मान्छे 7 किलोमिटर टाढा 150 रुपियाँ अटोमा भाडा तिरेर के किन्न जान्छ? जबकि अहिलेसम्मको उनीहरूको व्यवहार त तलै बजारबाट चलिरहेछ। त्यहाँ मान्छे किन आउने? त्यो टावर आवश्यकता हो। आवश्यकता के थियो? अब त्यहाँ जाउँ। त्यो टावरमा गरेको खर्चले दमकमा त्यो ठाउँमा जहाँ टावर बन्या छ त्यहाँ युरिया मलको फ्याक्ट्री बन्न सक्थ्यो, फ्याक्ट्री खुल्न सक्थ्यो। त्यहाँ त किसान छन्, झापामा त किसान छन्, मोरङमा किसान छन्। झापा र मोरङ भनेको सबभन्दा बढी धान र मकै फल्ने ठाउँ हो। सिजनमा मल नपाएर बिजोक हुन्छ जनताको। त्यहाँ मलको फ्याक्ट्री खोलिदिएको थियो भने त्यति लगानी पनि लाग्ने थिएन होला। त्यहाँ के हुन्थ्यो? जनताले रोजगारी पाउँथे, स्थानीय क्षेत्रको पूर्वाधार विकास हुन्थ्यो, फ्याक्ट्रीमा उत्पादन भएको वस्तु बेचेर राज्यले आम्दानी गर्न सक्थ्यो, किसानले समयमा मल पाउँथे। एउटा सम्भावना त्यहाँ युरिया मलको फ्याक्ट्री हुन सक्थ्यो, त्यति पैसामा त्यहाँ बन्न सक्थ्यो र त्यो चिज त्यहाँ उपयुक्त थियो। एउटा सम्भावना हो। अनि त्यसलाई भनिन्थ्यो दूरदर्शिता, त्यसलाई भनिन्थ्यो विकास, त्यसलाई भनिन्थ्यो योजना, त्यसलाई भनिन्थ्यो कार्यक्रम। र त्यो दमक बजारदेखि 7 किलोमिटर टाढा बन्नुपर्ने फ्याक्ट्री हो, बिजनेस कम्प्लेक्स होइन। नम्बर 1। अर्को सम्भावना के थियो? त्यहाँ के बन्न सक्थ्यो र के बनाउँदा चाहिँ विकास भएको मानिन्थ्यो भन्दा त्यहाँ बन्नुपर्ने कोल्ड स्टोर हो क्या। कोल्ड स्टोर बन्न सक्थ्यो। जनताको, किसानको उत्पादनलाई भविष्यमा प्रयोग गर्न सक्ने गरी संरक्षण गरेर राख्न सकिने कृषि उपज वस्तु संरक्षण गर्ने गोदाम बन्न सक्थ्यो। कोल्ड स्टोर बन्न सक्थ्यो त्यहाँ। त्यो सम्भावना थियो, त्यसलाई विकास भनिन्थ्यो। अर्को त्यहाँ के हुन सक्थ्यो? कुन चिज त्यहाँ हुन सक्थ्यो? अर्को त्यहाँ हुन सक्ने, त्यहाँ बनाउन मिल्ने चिज भनेको पहाडमा फलेका उत्पादन भएका तरकारीहरूको कलेक्सन सेन्टर त्यहाँ बन्न सक्थ्यो। त्यहाँ फलफुल र तरकारीको कलेक्सन सेन्टर, सब्जी मण्डी,
फलफुल मन्डी बनाइदिएको थियो भने पहाडबाट उत्पादन भएर त्यहाँ कलेक्सन हुने, त्यहाँबाट अन्य क्षेत्रमा सप्लाई हुने ठाउँ हुन सक्थ्यो। हो, त्यो हुन्थ्यो विकास, त्यो हुन्थ्यो योजना, त्यो हुन्थ्यो कार्यक्रम, त्यो हुन्थ्यो दूरदर्शिता। अहिले के छ? समयभन्दा अगाडि उद्घाटन भएको छ, खरबौँ राज्यको बजेट सुहा भएको छ, खेतका बिचमा लगेर चाहिँ 30-40 तले टावर ठडियाइदिया छ, त्यसको प्रयोग केही पनि भएको छैन, बिजनेस कम्प्लेक्स भनिदिया छ, व्यापार भनिदिया छ, डिजिटल व्यापार गरिदिया छ, फोटो भाइरल गरिदिया छ, भिडियो भाइरल गरिदिया छ। त्यसले उत्पादन दियो, त्यो लगानीले 1 पैसा त्यहाँ कमायो, भविष्यमा प्रयोग हुन्छ अरे। अब 20 वर्ष पछाडि त्यहाँ बजार पनि पुग्दैन, अनि त्यसको प्रयोग के हुन्छ? अहिले त्यसलाई अस्पताल बनाए पनि चल्दैन, स्कुल बनाए पनि चल्दैन, कलेज बनाए पनि चल्दैन, ठाउँै छैन, खेतको बीच हो। अब कुरा गरौँ, त्यहाँ त्यो टावर किन बनाइयो? त्यहाँ त्यो टावर किन बनाइयो भने सम्बन्धित व्यक्तिहरूले जसले त्यो टावर बनाउन त्यो खर्च गर्यो, राज्यको बजेट लगेर त्यहाँ घोप्ट्यायो, ती व्यक्तिहरू त्यहाँका जग्गा व्यापारीहरूसँग मिले त्यो ठाउँको जग्गाको मूल्य बढाउनको लागि भनेर राज्यको खरबौँ बजेट लगेर त्यहाँ खन्याइयो। हेर्नुस्, भयो विकास। अब भयो विकास, त्यसलाई मान्ने विकास। अहिले कम्ता चाहिँ चलाएको छ त। आम्मामामामा बिजनेस टावर बन्यो, विकास भयो। के विकास भयो? के त्यहाँ के उत्पादन के भयो? त्यहाँ राज्यको बजेट लगेर खन्याउँदैमा त्यसलाई विकास मान्ने, त्यसलाई योजना मान्ने, त्यसलाई दूरदर्शिता मान्ने? हेर्नुस् त त्यहाँ के छ? वास्तविकता त्यही हो। बजारभन्दा 7-8 किलोमिटर टाढा लगेर त्यो राज्यको बजेट खन्याउनु भनेको त्यसको हिडन इन्ट्रेस्ट फरक छ, अर्कै छ, र सत्य त्यही पनि हो। अब त्यहाँ त्यो बिजनेस टावर देखाएर करोडौँका जग्गा बिके, त्यहाँ जग्गाको भाउ कहाँ पुग्यो, त्यहाँ घर बनिए, टावर उभिया छ, छक्क पर्या छ क्या टावर आफै। टावर अहिले के भन्दैछ? यो मलाई किन बनाएको होला, यहाँ मलाई किन ठडियाएको होला, मैले के गर्नु होला? त्यो टावर आफैलाई थाहा छैन कि उसले के गर्ने हो। अनि यस्तो विकास, यो खाले विकास देशैभरि ठडिएका छन् टावर। फेरि त्यो टावर ठड्याउने पैसा किसानको ट्रेनिङ सेन्टरमा हुँदा हुँदैन, किसानलाई तालिम दिने तालिम केन्द्रमा हुँदा हुँदैन, मलको खाद्य गोदाम बनाउँदा हुँदैन, एउटा सिँचाइको नयाँ प्रोग्राम ल्याउँदा हुँदैन, के बिजनेस टावर भन्दा अरू नेपालमा विकास गर्ने सबै कुरा सकिए? कि बिल मिलाएर खाने सबैभन्दा सजिलो आधार भनेकै त्यही टावर हो? कुरो के हो? यसको जवाब सम्बन्धित क्षेत्रका जनताले मागुन्, आफ्ना नेतालाई प्रश्न सोध्ने गरौँ। भगवान होइन कुनै पनि नेता, प्रश्न सोधौँ, जवाब चाहियो। यो जिम्मा तपाईहरुको।